मामा के गर्नु लाउनु भएको छ मामा? यही त हो। अब घरमा पनि फुर्सद छैन, कपी चेक गर्ने अब केटाकेटीको। अनि सुन्नु, तपाईँ त मुक्तक सुक्तक पनि लेख्नुहुन्थ्यो होइन? एउटा भान्जालाई सुनाउनु पऱ्यो एउटा शान्तिलो। बेला बेला त लेख्छु, एउटा चाहिँ लेखेको छु। कस्तो छ सुनिहालौँ न, बिस्तारै हुने त मोबाइलमा राखेको हुन्छ। ल सुनौ है त, अब मिल्छ नमिल्छ कस्तो छ अब हेरौँ। ल हुन्छ सुनिहालौँ। ल सुरु गरेँ। मुक्तक यो आफ्नो कथा भन्ने शीर्षक हो। अप्ठ्यारोमा हिँड्दैछु, पर्खन एकछिन म आउँदैछु। अप्ठ्यारोमा हिँड्दैछु, पर्खन एकछिन म आउँदैछु। विरहका कथा समेटिएको गीत, विरहका कथा समेटिएको गीत सुन न एकछिन म गाउँदैछु। वाह वाह वाह, ल है भइरहेछ। देश परदेश गरेर थाकेको छैन, पर्खनु है साथी 2-4 महिनालाई। देश परदेश गरेर थाकेको छैन, पर्खनु है साथी 2-4 महिनालाई। दुःख पर्दा सापट लिएको तिमीलाई तिर्ने पैसा कमाउँदैछु। दुःख पर्दा सापट लिएको तिमीलाई तिर्ने पैसा कमाउँदैछु। अप्ठ्यारोमा हिँड्दैछु, पर्खन एकैछिन म आउँदैछु। विरहका कथा समेटिएको गीत सुन न एकछिन म गाउँदैछु। वाह वाह वाह, ल दामी छ मामा। ल धन्यवाद।